राति 8मा 11 वर्षीय बहिनीलाई चाहिँ आफ्नै ठुलो बाबाहरू र आफ्नो दाजुभाइ मिलेर चाहिँ बारम्बार विगत लामो समयदेखि चाहिँ बलात्कार गर्दै आएको रहेछ। र हिजो भर्खरै मात्रै 2 जना व्यक्तिले पनि बलात्कार गरिसकेपछि यो कुरा चाहिँ बाहिर आयो र अहिले नेपाल प्रहरीले त्यो 4 जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइसकेको छ र अनुसन्धान गर्दैछ। र त्यो घर परिवारलाई मैले भिडियोहरू देखेको थिएँ। त्यो घर परिवारको मान्छेहरू, त्यहाँको अरू छोरी मान्छेहरूले चाहिँ तपाईँले किन मेरो भिडियो खिच्नुहुन्छ, तपाईँलाई के चासो, भित्र नआउनु भन्दै यो कुरालाई चाहिँ दबाउन खोजिरहेको छ, यो कुरालाई लुकाउन खोजिरहेको छ। आफ्नो लाज, आफ्नो श्रीमान, आफ्नो दाजुभाइले गरेको त्यो पाप कर्तव्य लुकाउनुको लागि चाहिँ यसरी दबाउन खोजिरहेको छ क्या। र मैले सुनेमा अनुसार मान्छेले, त्यहाँको स्थानीयवासीले भिडियो बनाएअनुसार चाहिँ यो बहिनीलाई र यो बहिनीको भनाइअनुसार चाहिँ यो बहिनीलाई लगभग 8 वर्षदेखिको उमेरदेखि नै बलात्कार बारम्बार आफ्नै ठुलो बाबुहरू, आफ्नै दाजुभाइ मिलेर चाहिँ गर्दै आएको रहेछ। र यो बहिनीलाई चाहिँ यदि तसरी कसैलाई भनिस् भने तँलाई मारिदिन्छु, तेरो बाबालाई पनि मारिदिन्छु भनेर डराएर धम्काएको रहेछ क्या। बिचरा 8 वर्षको बहिनी, नानी, छोरीले चाहिँ कसरी कसलाई भनोस्? उसलाई त केही ज्ञानै त हुँदैन उसलाई के भइरहेको छ भन्ने कुरा। उसलाई पुलिसलाई भन्यो भने उसलाई के थाहा त उसले न्याय पाउँछ भनेर। उसलाई त मैले अरूलाई भन्यो भने मलाई मार्छ, मेरो बाबा मलाई के गर्छ कि भन्ने मात्रै डर हुन्छ। तर जुन त्यो कमेन्टमा यो बहिनी नै गलत हो, 8 वर्षदेखि बलात्कार गरेछ भने किन भनेन, ए बहिनी त्यस्तो भन्ने त्यो अपराधीहरू, यिनीहरू पनि अपराधी नै हुन्। 8 वर्षको नानीलाई कसरी थाहा हुन्छ? नेपाल सरकार अब त भयो क्या, गरिमा बहिनीले न्याय पाइसकेको छैन, फेरि अर्को बहिनी चाहिँ बलात्कारको शिकार भएको छिन्, फेरि अर्को हुन्छ। आखिर कहिलेसम्म? नेपालमा फाँसीको सजाय दिन मिल्दैन, संविधानले दिँदैन भने अरू विकल्प खोज न। अन द स्पोट गोली हान, कि कतै लगेर इन्काउन्टर गर, कि त तिनीहरूको लिङ्ग काटिदेऊ। यसरी हुँदैन, कानुनलाई संशोधन गर्नै पर्ने भयो। र ढिलो पनि होइन, चाँडोभन्दा चाँडो। गरिमा बहिनीले न्याय पाएको छैन, अर्को 11 वर्ष बहिनीले पनि आफ्नै मान्छेबाट चाहिँ बलात्कृत हुनु परेको छ। सबैजनाले चाहिँ यो विषयमा आवाज उठाउनु होला। होइन, यसरी हुँदैन। यसपालि नेपाल सरकारले, विशेष गरी सुदन गुरुङ, शोभिता गौतम कानुन मन्त्री, प्रधानमन्त्री बालेन्द्र शाह, अरू धेरै मन्त्रीहरू मिलेर, बालबालिका मन्त्रीहरू सबैजना मिलेर कानुनलाई चाहिँ संशोधन गर्नै पर्छ। इभन सांसदहरू पनि रेडी छन् क्या। नेपाल सरकार किन ढिलो गरिरहेछ? यो कडाभन्दा कडा, विशेष गरी यो बलात्कारी र हत्यालाई चाहिँ ज्यानै लिने सजाय निकाल्नुमा। सबैजनाले कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला। जय नेपाल।